हेलो 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 नमस्कार सम्पूर्ण हाम्रो नेपालवासीहरूलाई हैन। आजको दिन मौसम एकदम सुन्दर एकदम राम्रो छ त हैन। सुस्तर र हजुरहरूलाई पनि देखाउनु भनेर हरियो डाँडा पाखा छोटो मिठो हैन भिडियो बनाइरहेको के छ। सन्चै हुनुहुन्छ? हामी त सन्चै छौँ। आज असारको 8 गते भइसक्यो हैन। र गाउँतिर त खेत खन्न बिउ राख्न रोपाइँको सुरु भइरहेको छ। हजुरहरूको गाउँकोतिर के भइरहेको छ, कस्तो भइरहेको छ कमेन्ट गर्नु होला हैन। कतिजना रोपाइँमा हुनु होला त, कतिजना मकै खाँदै खेत खन्दै हुनु होला त हैन। सबै हाँसी खुसी रमाइलोको साथमा काम गर्नु होला। हाम्रो गाउँ पारीदेखि दुल्लुक नगरपालिका वडा नम्बर 11 को गाउँ हैन। अनि हाम्रो गाउँ दैलेख जिल्लाको यो एकदम है बादलले छुँदै गएको डाँडाकाँडा हरियाली र एकदम चिसो र शीतल मौसम आजको। हाम्रो गाउँ चाहिँ यो पर म बस्ने गाउँ चाहिँ यो हैन, सदरमुकाम नजिकैको गाउँ नयाँ नगरपालिका वडा नम्बर 9 र डाँडाकाँडा हेर्नलाई एकदम राम्रो भ्यू भएको ठाउँ छ हैन। यसो न कहिले दैलेख आउनुभयो भने यसो घुमेर डाँडाकाँडा हेरेर सर्लक्क जान नबिर्सनु होला। दर्शन नमस्कार, हस्त बाई बाई।